कञ्चनपुर जिल्लामा बिउ प्रशोधन केन्द्र स्थापना गरेर उदयदेव बहुउद्देश्य सहकारी संस्थाले ठूलो परिमाणमा मूल बिउ उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ। सस्तो मूल्यमा गुणस्तरीय बिउ उपलब्ध हुन थालेपछि यस क्षेत्रका कृषकहरूलाई बिउका लागि भारत लगायत अन्य क्षेत्रहरूमा धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। विगतमा बिउ नै नपाउने र पाए पनि गुणस्तरीय नहुने लगायतका विभिन्न झटझट भोग्नु परेकोमा आफ्नै क्षेत्रमा बिउ उत्पादन भएपछि भने सहज भएको कृषकहरूको भनाइ रहेको छ। कसरी त धेरै नै सजिलो भएको छ। अब बिउ बिजन इन्डियाबाट ल्याउनु भन्दा हैन, हाम्रो यहाँ सहकारी खुलेपछि बिउ बिजनको सजिलो भएको छ। अहिले सहज भएको छ। गाउँ कृषकहरूलाई अब टाढा टाढा जानुपर्ने, खोजेर ल्याउनु पर्ने भन्दा अब उदयदेव सहकारी संस्थाले बिउ उत्पादन गर्दाखेरि यहाँ कृषकहरूलाई टाढा जानु नपर्ने। उदयदेवले राम्रो मूल्य दिएर कृषकहरूको बिउ खरिद गरिदिन थालेपछि कृषकहरू समेत बिउ उत्पादनमा लागेका छन्। यस क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनका साथै कृषकहरूले गुणस्तरीय बिउ सुपथ मूल्यमा नपाउने समस्याको समाधानका लागि बिउ उत्पादन थालिएको उदयदेव बहुउद्देश्य सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताउनु भएको छ। बिउ उत्पादन जुन अब अहिले भारतबाट निर्भर हुनुपर्ने, अन्य ठाउँबाट निर्भर हुनुपर्ने र किसानहरूले बिउहरू उत्पादन गर्यो भने कमसेकम आफूले बाहिरबाट किन्न नपरोस् भन्नको लागि हामीले बिउ प्रशोधन केन्द्र पनि यसैभित्र स्थापना गरेका छौँ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख हरिप्रसाद पनेरुले बिउ उत्पादनमा कञ्चनपुर जिल्ला आत्मनिर्भर भएर बाहिरी जिल्लाहरूमा समेत निर्यात भइरहेको भन्दै सरकारी कार्यालयसँगै उदयदेव सहकारी संस्था लगायतका विभिन्न सङ्घ संस्था र व्यक्तिहरूले उल्लेख्य काम गरेको बताउनु भएको छ। कञ्चनपुर जिल्ला चाहिँ यो खाद्यान्न बालीको बिउ उत्पादनमा विशेष गरेर धान र गाउँको क्षेत्रमा चाहिँ एकदमै राम्रो भएर गएको अवस्था चाहिँ छ। गत वर्ष हाम्रो तथ्याङ्कले चाहिँ यहाँ 30,000 मेट्रिक टन चाहिँ धान र गहुँको बिउ उत्पादन भएको देखाउँछ। उन्नत बिउ सहज रूपमा उपलब्ध हुन थालेपछि उत्पादनमा समेत वृद्धि भएको कृषकहरूको भनाइ रहेको छ। रामसिंह ठौन्ना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर।